वेलकम ब्याक टु माई न्यू च्यानल होइन। आज चाहिँ यो मेरो सेकेन्ड भ्लग हुन्छ होइन गाइज। अनि आज चाहिँ हामी दाइ र म चाहिँ पनौती जान लाग्यो होइन घुम्नलाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि यहाँ सन्चै आरामै छु, तपाईँहरूलाई पनि सन्चै आराम छ भन्ने म आशा राखेको छु होइन। अनि यो चाहिँ यहाँ भ्यू देख्न सक्नुहुन्छ होइन। टक्क लाएर अब म बस्ने घर चाहिँ ऊ त्यहाँनिर है, ऊ त्यो होइन। अनि त्यही त टक्क लाएर जाँदैछु होइन। अब जाने हो गएर टक्क लाएर अनि यसो भ्यूस्यू खिचिन्छ होइन। यो चाहिँ सेकेन्ड भ्लगमा अनि भर्खर चाहिँ म यहाँ केटाहरूलाई भेटेँ, मेरो साथीहरू हो क्या। अनि त्यही र दाइ आज पनि केही भनिदिनु नि त भ्लगमा यसो ल होइन। सबैजनाले अब हाम्रो भाइको भ्लग हेरिदिनु पऱ्यो, च्यानलहरू सब्सक्राइब गरिदिनु पऱ्यो होइन। त्यही हो, लाइक कमेन्ट सेयर। त्यही हो होइन। अब चाहिँ अबको भ्लगहरू चाहिँ राम्रो आउनेछ। तपाईँहरूको साथ सपोर्ट चाहिँ चाहिरहेको छ मलाई होइन। त्यही आशा गर्दछु। अब ढिला नगरिकन हामी चाहिँ यहाँबाट यो 25 किलो ठाउँ भन्नेर जानुपर्ने हुन्छ। अनि त्यहाँ गएर चाहिँ बसमा जानुपर्ने हुन्छ। अनि हामी चाहिँ करिब घरको अलिअलि घरभन्दा टाढा पुगिसक्यौँ होइन। अब हामी चाहिँ बस कुद्न जानुपर्ने हुन्छ। त्यो ठाउँमा पुगेपछि तपाईँहरूलाई भेट्नेछौँ। अहिले पनि हामी यहाँनिर घडी ल्याउनु बिर्सेछ। फेरि जानुपर्ने हो र जानु तो कुदेर आइज त्यतिर जानु पर्ला र छोड्दै छोड्दै अब घडी बिर्सेछ अरे होइन। त्यही पनि के छ र होइन। ओहो यता यहाँ आउने यहाँ के हो कता भ्लगर हो यार। अब के हो आइफोन भएपछि भ्लगरै हुनु पऱ्यो नि। भ्लगरै हुनु पऱ्यो नि। ल केही भनिदिउँ नि त मेरो यसो भ्लगमा। अब लाइक सेयर एन्ड सब्सक्राइब। ल यति हो, यति नै ल है त गएको ल। अब चाहिँ फेरि पनि निस्किसक्यौँ होइन। अब यहाँबाट चाहिँ अहिले कति बज्यो भने होइन, लगभग दिउँसोको कति दिउँसो त नभनौँ, अब बेलुका हुन लागिसक्यो। 4:30 भयो अहिले चाहिँ। उयो मेरो यो गोजीबाट पैसा झिक त यति हो अझै छ, अझै रहेछ। ओ हजुर यहाँ समात्यो एकचोटि। यहाँ मोबाइल राख्नु लाग्यो यहाँ झर्छ होइन होला। ल यता ल हाई गर्नु। ल यतापट्टि हाई। ल खोइ त हाई गरेको सबले हाई गर्नु न यतापट्टि। च्यानललाई सब्सक्राइब गर्नु पर्यो। द अभि भ्लग छ, अभि भ्लग। ल फेरि एकचोटि बाई। ल सबैजनाले बाई। ल म जानु लाग्यो। ल बाई ओके बाई। ल यहाँ चाहिँ अब टक्क लाएर होइन के हो सन्चै छ। ल ओके। अनि त्यही त अब हामी चाहिँ यहाँ धेरै नै मान्छेहरूले कस्तो लजाउने पारेको कुरा गर्दै कि अब भ्लगर दाइरे के अरे होइन। हामी बनाउँदै एउटा चाहिँ हिँडेर भ्लग बनाउँदै हिँड्छ होइन। अझै हामी त बनेपा भन्ने ठाउँमै छौँ कि अझै यहीँ अड्किरहेको छौँ होइन। अब बस कुर्नु पऱ्यो, बस आउनु पऱ्यो अनि पनौती गइन्छ। थाहा छ त हामी पनौती जानु लाग्यो भनेर। त्यहाँ उता ठाउँमा हामीलाई थाहा छैन। अब हामी जाँदाखेरि चाहिँ सरप्राइज गरे जस्तो हुन्छ होइन। त्यही भएर हामी चाहिँ कसैले नभनिकन जान आइरहेको छौँ। त्यही भएर भिडियो भ्लगलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला होइन। मायाले साथ सपोर्ट दिनु होला, म यही आशा गर्दैछु तपाईँहरूबाट। ल हामी चाहिँ मेन रोडमा निस्किसक्यौँ अहिले। यो चाहिँ ल हामी चाहिँ बसमा पनि चढ्सक्यौँ। अब सिधै पनौती भएपछि ल हामी चाहिँ बनेपाबाट पनौती पनि आइपुगिसक्यौँ होइन। पनौतीको ठ्याक्कै यहाँ बस पार्कमा छौँ हामी। यो चाहिँ पनौती बस पार्क होइन। यहाँ चाहिँ बसहरू छ
बनेपा के अरे पनौती बसाएर गयो चाहिँ त्यही हो। अब हामी चाहिँ बनेपाबाट पनौती पनि आइपुगिसक्यौँ। अब चाहिँ हामी खाजा के खाजा पनि खाने होइन क्या। र हामी चाहिँ पनौती के अरे बनेपाबाट पनौती पनि आइसक्यो होइन। रोड क्रस गर्दैछ। कहाँ जाने को आयो त्यही यहाँबाट चाहिँ होइन यस्तो पुरै बनेपा भ्यू देखिन्छ होइन। ए पनौती भ्यू देखिन्छ। त्यही हो भ्लग्सहरूमा आइन्छ। त्यही यहाँ चाहिँ यो चाहिँ पनौती बजार है पुरै। यो पनौती बजार होइन यो चाहिँ पनौती बजार हो। अनि त्यही चाहिँ हामी चाहिँ यहीँ घुम्नेछौँ क्या। यहाँ चाहिँ पूजा माथि जानुभयो कहाँ उयो त्यो माथि कस्तो छ त्यहाँ त्यहाँ खतरा हात त्यहीँ खतरा आयो कि त्यहीँ हो त्यहाँ कति लिन्छ खोइ होला नि 100 रुपियाँभन्दा त कमै लिन्छ होला सायद। खोइ थाहा छैन हौ तर त्यहाँ चाहिँ मिठो पाउँछ। मम्मीले लगाएको थियो क्या मलाई त्यहीँ जान्छ त्यस्तो यो चाहिँ पनौती खोला भयो। अनि हामी चाहिँ पुलमा छौँ। कहाँ जान्छ यताबाटै पख्न म लगिहाल्छु। त्यही हो होइन। अब चाहिँ हामी सिधै चाहिँ फुलममको रुममा जान्छौँ। अनि सरप्राइज हान्छौँ क्या। हामी 81 गएको हो नि त। त्यही हो होइन। अब टक्क लाएर फुलममको रुममा पुगिन्छ। फुलममलाई सरप्राइज यो चाहिँ अहिले चाहिँ हामी बनेपा के अरे पनौती बस पार्कबाट भित्रिसकेको छ। यहाँ आइसक्यो। यो चाहिँ मेन रोड भयो होइन। कुन हो यार मैले बिर्स्यो। अब कुन जाने त यहीँ जस्तो लाग्यो कहाँ पुग्थ्यो यार। उतै जाने हो त उतै पर बिर्स्यो भने यही तल थियो कि मतलब यस्तै तलतिर थियो कि यही तल। अब यहाँ छौँ है उहाँ कहाँ जाने अब यहाँनिर जाउँ भने ठाउँ बुझ्यो अहिले यहाँनिर जाने यहाँ जाउँ न ठाउँ बिर्सिरह भने मैले त त्यही हो होइन। ठाउँ बिर्सेर पनि के भएर भनौँ न। अब चाहिँ हामी खाजा यो चाहिँ अब चाहिँ खाना ठाउँभित्र छौँ। खाजा खाएपछि भेट्छौँ तपाईँहरू। के अर्डर गरेँ बक्नु दाई चाहिँ यहीँनिर छ है। दाई कस्तो लागिरहेको छ त अहिले बसमा? एकदम रमाइलो भइरहेछ। बसमा चाहिँ लास्टै प्याक भएको थियो। हजुर त डेन्जर प्याक। त्यही हो। अनि अहिले चाहिँ लगभग बनेपा के अरे बनेपाबाट पनौती आइपुग्नलाई हामीलाई 1 घन्टा लाग्यो होला त। 1 घन्टा त लाग्यो। ल यो चाहिँ मोमो भयो होइन। खाजा खाने ला के सब पो हालेको छ यार। यो चाहिँ अचार। अब चाहिँ हामी खाजा खाइसकेपछि भेट्छौँ है। ल हामी चाहिँ खाजा खाने ठाउँबाट पनि निस्किसक्यौँ। अब चाहिँ सिधै ठुलममको घरमा जाने हो नि। खाजा खायो भने त खाजा पनि कस्तो लाग्यो त मोमो? एकदम बवाल होइन। फेरि आउँदाखेरि खानुपर्छ। पब्जी खेल्न आएछ। पब्जी 1v1 खेलेको 1v1 एआर स्नाइपर जुन जाने त्यही नै हुन्छ होइन। 1v1 खेलेगा पब्जी हो क्या। अब चाहिँ खेलेगा पब्जी भयो नि त। खेलेगा पब्जी पनौतीको
पनौतीको मन्दिर भयो क्या होइन मतलब यहाँ आर्यघाट जस्तै भनौँ न मान्छे जलाउने ठाउँ क्या पशुपति जस्तै हो यहाँ चाहिँ होइन अब हरेक ठाउँको छुट्टै छुट्टै ठाउँ हुन्छ नि त जलाउने ठाउँ हुन्छ अनि त्यही हो यो चाहिँ पनौतीको भयो होइन अब चाहिँ हल्का धेरै पनि रात छिप्यो जस्तो छ बेलुकाको 5:30 भइसकेको छ उही कति ढिलो टाइम गएको यार अघि नै 5:30 जस्तो देखाएको थियो भने मैले टक्क लगाएर होइन यहाँबाट चाहिँ भ्लग बनाएर सिकेँ ल अन्त अब भ्लग सक बनेपछि अब हाल्नु पनि पऱ्यो अपलोड नै हाल्नु पऱ्यो अब त्यो बनाएर राख्ने मात्र चाहिँ के काम भएर होइन अनि त्यही हो हाल्छु पनि अपलोड गर्छु पनि होइन अहिले चाहिँ हामी हावा खाइरहेको छौँ क्या मेन रोडमा हिँड्दै अब अझै अगाडि पुगेपछि भेट्छौँ है त अब हामी चाहिँ सुनथान डाँडामा गएपछि तपाईँहरूलाई भेटौँ नि त अहिले चाहिँ यतिमै ल हामी चाहिँ होइन अहिले चाहिँ सुनथान आइपुगेपछि सुनथान होइन पनौतीको सुनथान हुने डाँडामा आइसक्यो अब हामी चाहिँ सिधै ठुलमनको रोडमा जान्छौँ होइन हाम्रो चाहिँ लास्टै समय बित्यो क्या हामी चाहिँ होइन जानुभन्दा बढी पनि फोटो भिडियो खिचेरै गयो क्या हाम्रो चाहिँ अनि त्यही भएर हल्का रात पनि पऱ्यो कस्तो लाग्यो त्यो हिँड्दा हिँड्दैको एकदम बबाल हिँड्दै एकदम खुट्टा पनि हल्का दुखिरहेछ होइन अनि भिडियोहरू पनि बनाइटर्ने फोटोहरू पनि खिच्यो ल भयो ल त्यही हो होइन अब चाहिँ धेरै टाढा छैन 5 मिनट हो ऊ त्यो पल्लो डाँडामा हो होइन अब त्यस्तै लगभग 15-20 मिनट लाग्छ 10 मिनट कहाँ 10 मिनट लाग्छ टाइम हेर्दै जाने हो फटाफट हिँड्यो भने 10 मिनट पनि लाग्दैन मै घरबाट स्कुल जाँदाखेरि 15 मिनट लाग्छ मलाई स्कुल पुग्न त्यो रूपाकोट स्कुल छ नि म घरबाट मायासल 15 मिनट पनि लाग्दैन 10 मिनटभित्रमा पुग्छ त्यस्तो हुन्छ सुन्नुभयो यसको हावा गफ 10 मिनटमा कुन चाहिँ स्कुल पुग्छ छिरिङ त यहीँ पनि हुनसक्छ यार त्यसको त भर पनि छैन ल त्यही हो अब चाहिँ हामी टक्क लाएर जान्छौँ अब होइन जे जसो भए पनि भ्लगलाई चाहिँ होइन माया र सपोर्ट गरिदिनु होला होइन तपाईँहरूको माझ म यस्तै नयाँ भ्लग चाहिँ ल्याइराख्नेछु यो चाहिँ मेरो सेकेन्ड भ्लग हुनेछ होइन च्यानलमा गएर हेरिदिनु होला अब म चाहिँ सब ठाउँमा राखिरहेको हुन्छु क्या गएर सब्सक्राइब गर्ने लाइक गर्ने त्यही हो अब हुन्छ युट्युबमा फेसबुकमा जहाँ पनि हुन्छ अब चाहिँ के हो मेरो अब पढाइ सँगसँगै पनि भ्लग बनाउने इच्छा थियो क्या अब त्यो पनि गर्दैछु होइन बिस्तारै कन्टिन्यू गर्दै गयो भने राम्रो बन्छ क्या अब ठ्याक्कै पसलको नजिक पुग्दाखेरि पुरै बिस्तारै जाने हो क्या सरप्राइज पाराले ल अहिले चाहिँ हामी यहीँनिर रोक्छौँ परिवार जानु लाग्यो है ल हामी चाहिँ आइसक्यो सरप्राइज हेर्नु त सरप्राइज हेर्नु त अब ल सरप्राइज हेर्नु त लगाइस होइन टक्क लगाएर म चाहिँ आइसक्यो खोइ ए छिरिङ दाइ चाहिँ यहाँ मस्त सुतिरहेको छ पुरै काल देखाएर हो क्या काल देखाएर रहेछ होइन ल भ्लग चाहिँ यति नै हो ठिक छ ल यता भ्लगमा हेर्ने पहिला हाम्रो भ्लगमा के गर्नु पर्यो त त्यही भन्न अब एउटा भर्खर भएर खुल्या अब सपोर्ट गर्नु पर्यो निमेशलाई एकदम होइन अभि अभि इन द च्याट अनि लाइक कमेन्ट सेयर सब्सक्राइब सब गरिदिनु होला भिडियोहरू हेरिदिनु होला होइन त्यही भन्न चाहन्छु मेरो सबै कुरा मोहनले भनिदिएको छ यी कुरामा कस्तो छ त खबर 2 ताली कस्तो छ त खबर एकदम खबर एकदम दामी नभेट्यो नि धेरै भयो हामी कति दिनपछि भेट्यो होइन ल दाइलाई चाहिँ हामीले कति दिनपछि भेट्यो होइन यो चाहिँ मेरो दाइ होइन ठुलो बुझेर आमा लम्बु भइदिएको मभन्दा लम्बु भएछ भनेको
भन्दा लम्बो भएछ होइन त्यही हो अब एकचोटि ठुल्मामलाई पनि भेट्न जानु पऱ्यो है ठुल्माम भाइ जान्छु ठुल्माम भाइ जान्छु होइन ए के त्यो मोबाइल त्यो साइड आएको थियो तिमीहरू पनौतीबाट हिँडेर आएको त्यही पनौतीबाट हिँडेको हिँडे त्यही टाइम लाग्यो नि त्यही भएर पनौतीबाट पुरै हिँडेर आएको यहाँ भिडियो सिडियो बनाइरहेको नि त कति बजी आएको थियो भने यति बजी ढिलो आएको कति भयो मम्मीले सोधेको हो नि त हजुर मम्मीले सोधे नि मम्मीलाई सोधेर आएको के भन्नु हजुर के भन्छ भने भोलि आउऱ्यो अनि त्यही भएर अनि आएको भोलि नि बिदा खायो त्यही भएर आएको के को बित्थाको भोलि लास्ट सन्डे कति जानु ल ठुल्मामी केही भन्नु ठुल्मामी एकछिन अब केही भन्नु नि त मेरो भ्लगमा अब यसो यहाँ के भिडियोमा लाइक सब्सक्राइब गरिदिनु भन्नु न एकचोटि लाइक सब्सक्राइब सबैजनाले माया सपोर्ट गरिदिनु होला ल है ठुल्मामलाई चाहिँ ठुल्मामलाई के भन्न आएन त्यही पनि कस्तो एक गीत देखेँ मैले ल हामी चाहिँ यति हाम्रो फ्यामिली हो है ल नानी तिमी पनि केही भनिदिउ ल यता क्यामेरामा हेरेर क्यामेरामा अझ पनि उहाँको हुन्छ लाइक सब्सक्राइब गर्नु होला यसरी बस्नु मेरो अब चाहिँ म यहाँ पुरै भिडियो बनाएर तपाईँहरूलाई चाहिँ सिधै च्यानलमा अब चाहिँ यो चाहिँ अन्तिम हो होइन भ्लगको इन्डिङहरू सबै भइसक्यो आजलाई चाहिँ यति नै होइन ल बाई बाई गरौँ ल I'm the volleyball player of bro, bye bye, हमारी bro, I'm a pro, volleyball player हो ल अब फेरि पनि नयाँ भ्लग आउनेछ है